ल नयाँ वर्षको शुभकामनाको पोको बने बोकेर आएको छु म। नयाँ वर्षमा कसरी मनाइयो त भनेर सोध्ने सम्पूर्ण साथीहरूलाई चाहिँ मैले चाहिँ नयाँ वर्ष यसरी है ट्याक्कै बोरो पनि रिसा छ, एकतिर फर्केर बसेको छ। यसरी चाहिँ मैले यसपालि 2082 सालको खुसियाली चाहिँ यसरी मनाइयो है। अब सुन्नेको थियो नयाँ वर्षमा नयाँ कपडा किनेर लगायो भने सधैँ नयाँ लाउन पाउँछ रे भन्ने कुरा सुनेको थियो। मैले चाहिँ अब जिन्दगीभरि भारी बोक्ने पाउने भयो है। यही हो मेरो खुसियाली। अब मैले नयाँ सालमा भारी बोक्यो नि त, अब म यो सालभर त अब भारी बोक्ने त होला नि होइन है साथीहरू। घाँटी बाङ्ग्यो हो, भारी बोक्न नजानेको हो कि है भारी बाङ्गो भएको हो त्यो चाहिँ थाहा भएन। ल